मतदान गरौँ, देश बचाऊ। यो कार्यक्रममा त हेर्नुस् न, हाम्रो आफ्नै समस्या भनेको आफ्नै समस्याको बावजुद पनि यस्तो पानी झरी केही भन्दैन है माटो प्रेमीहरूले। पानी पनि भन्दैन, झरी पनि भन्दैन, दुःख पीडा घाम केही भन्दैन। जे भए पनि सब एक भएर अघि बढौँ हैन। हामीलाई विभिन्न ठाउँबाट हरेक बाहनामा हैन गाली गलौज गर्नेहरू आए पनि हामी त्यसको कुनै आपत्ति जनाउँदिनौँ। हामी आफ्नो काममा एकदम के भन्छ निडर छौँ। गरिब पीडितहरूको घर बनाइदिनु पर्ने हुन्छ, कसैको घरमा अन्नै नहोला हैन, त्यस्तो अत्यन्तै विपन्न परिवारहरूलाई त्यसबाट आएको मुनाफाले सहयोग गर्न सकिन्छ भन्ने र गर्नुपर्छ भन्ने एउटा उद्देश्य राखेर चाहिँ आजको यो हामीले धान रोपाई कार्यक्रम एउटा हामीले सुरु गरेका छौँ। एकदम राम्रो खुसीको खबर आएको छ। धान रोप्नु सबैजना जुट्नु भएकोमा पीडितहरूलाई हैन हामीले सहयोग गर्न सक्छौँ कि भन्ने एउटा हेतुले हामीले सामूहिक खेती गरेको छौँ हैन। हाम्रो बिर्तामोड 10को 5 जना हजुर उप्रेती दिदी बहिनीहरूले चाहिँ बिगा खेत उहाँहरूले चाहिँ आफ्नो पितृको नाममा जग्गा दान गर्नु भएको रहेछ यो श्रम संस्कृति पार्टीलाई। र यहाँबाट चाहिँ उत्पादन भएको धान चाहिँ हजुर सही पछि श्रम संस्कृति पार्टी बाहेक अरू जो कोही पनि गाउँको जो निमुखाहरू हुन्छ सही पहिचान गरेर उहाँहरूलाई प्रदान गर्ने जानकारी गराउनु भएको छ। चरा नि यो त एकैछिनमा सक्यो जस्तो हो त। अनि यहाँ मान्छे कम्ती छ नि त, त्यही भएर त श्रमदाता। अनि यो त सुरु गरेको आधी घन्टा पनि भएको छैन जस्तो लाग्दैछ। त्यही त नि होइन, आधी घन्टा छ, यो अब 1 घन्टामा त यो सिद्धिहाल्छ जस्तो लाग्छ मलाई। मुख्य कुरो के हो भने हर्क सामङज्यूले भन्नुहुन्छ, पृथ्वीनारायण शाहले पनि यो देशलाई एकीकरण गराउनको लागि उहाँले एउटा प्रमुख भूमिका निभाउनु भयो। तर वास्तवमा नेपाली जनता बिचको मिलन गराउनको लागि उनीहरूलाई एक गराउनको लागि उहाँ जहिले पनि असफल हुनुभयो। जसका लागि चाहिँ हामीले अब यो देशमा जनता बिचलाई एक गराउन र नेता र जनता बिचको सम्बन्ध के हो भनेर बुझाउनका निमित्त चाहिँ यस्तो छ यहाँ चाहिँ होइन। यसरी चाहिँ यहाँनिर पानी यसरी चाहिँ हाल्दै हुनुहुन्छ उहाँहरूले, तल्लो गराबाट चाहिँ उगाउँदै माथिल्लो गरातर्फ चाहिँ पानी हाल्दै हुनुहुन्छ यसरी। र दर्शकबिन यतिखेर चाहिँ हामी यो 12.5 स्थित शान्ति टोलमा छौँ र यहाँनिर चाहिँ हल्दीबारी गाउँपालिका श्रम संस्कृति पार्टीद्वारा चाहिँ आयोजना गरिएको रहेछ यो 1 दिवसीय धान रोपाई कार्यक्रम, जसले चाहिँ यो यहाँका चाहिँ गरिब दुःखी विपन्न परिवारहरूलाई चाहिँ यो धान उब्जाएर चाहिँ सहयोग गर्ने एउटा उद्देश्य राखिएको पनि हामीहरूले हल्दीबारी गाउँपालिका श्रम संस्कृति पार्टीका अध्यक्ष ज्यूबाट चाहिँ यो जानकारी लिएका छौँ। र यहाँका चाहिँ के कस्तो रहनेछ सबै भिडियो राख्नेछौँ। र यो चाहिँ 2 बिघा 4 कट्ठाको चाहिँ एउटा जमिन एरिया रहेको छ र यहाँनिर चाहिँ सबै खेतीयोग्य छैन, केही डाँडा भूभागहरू परेको कारणले चाहिँ सबैमा चाहिँ धान रोपाई गरिएको छैन भने यो चाहिँ 20 मनमा ठेका लिएको पनि हामीलाई अध्यक्षज्यूले जानकारी दिनुभएको छ। र यो चाहिँ यहाँनिर यसरी हुँदैछ यो रोपाई। यहाँनिर चाहिँ निकै नै ठुलो एरिया छ, तपाईँहरूलाई मैले जानकारी गराइसकेँ। 2 बिघा 4 कट्ठाको यो प्लटमा चाहिँ लगाइएको छ र यहाँको चाहिँ एकदमै यहाँनिर चाहिँ श्रमदाता महानुभावहरूद्वारा चाहिँ यसरी यो रोपाई गरिँदैछ। भर्खरै मात्र यो धान रोपाई कार्यक्रम सुरु भएको छ। यसै बिच हामीसँग यहाँ अध्यक्षज्यू हुनुहुन्छ, थोरै यस विषयमा केही जानकारी गराइदिनुहोस् न। धन्यवाद। आज हाम्रो चाहिँ यो अब श्रम संस्कृति पार्टी हल्दीबारीले आयोजना गरेको एउटा धान रोपाई कार्यक्रम, हामीले चाहिँ वास्तवमा यो धान रोपाई कार्यक्रम चाहिँ किन गर्यौँ भन्दा यसबाट हामीलाई जुन आम्दानी आउँछ यो खर्च कटाएर आम्दानीबाट चाहिँ हामीले श्रम गर्दाखेरि विभिन्न गरिब पीडितहरूको घर बनाइदिनु पर्ने हुन्छ, कसैको घरमा अन्नै नहोला हैन, त्यस्तो अत्यन्तै विपन्न परिवारहरूलाई त्यसबाट आएको मुनाफाले सहयोग गर्न सकिन्छ भन्ने र गर्नुपर्छ भन्ने एउटा उद्देश्य राखेर चाहिँ आजको यो हामीले धान रोपाई कार्यक्रम एउटा हामीले सुरु गरेका छौँ। आउँदो सालमा अहिले 2 बिघाको प्लट छ, आउँदो सालमा चाहिँ अझै यसलाई व्यापक बनाएर अझै ठुलो रूपमा चाहिँ गर्ने योजना छ। जस्तै अब यो जमिनहरू पनि त उपलब्ध गराउनु पर्यो, यो कसरी चाहिँ उपलब्ध भयो? यो जमिन चाहिँ हामीलाई करिब 2 बिघा 4 कट्ठाको छ, तर केही भूभागहरू डाँडा भएकोले खेतीयोग्य छैन। करिब 2 बिघामा अलिकति कम होला। यो चाहिँ हामीले एकदम सस्तोमा हामीलाई चाहिँ भोलि सहयोग गर्नुहुन्छ हैन, गरिब दुखीलाई सहयोग गर्ने खालको तपाईँहरूको अभियान राम्रो लाग्यो भनेर चाहिँ हामीलाई चाहिँ लगभग 2 बिघाको 20 मनमा दिनुभएको छ भनेपछि लगभग सित्तैमा भने जस्तै मान्नुपर्छ यसलाई। हजुर भनेपछि तपाईँहरूको लक्ष्य चाहिँ पछि यो गरेर विपन्न परिवारहरू गरिब दुखीहरूलाई चाहिँ सहयोग गर्ने उद्देश्य त्यही हो।
ल के छ हौ धान रोपाइ कार्यक्रमको आज बढिया छ, राम्रो छ होइन। धान रोपाइ चल्दैछ हाम्रोतिर। कस्तो लागिरहेछ त अनि एकदम राम्रो, खुसीको खबर आएको छ। धान रोप्नु सबैजना जुट्नु भएकोमा ल श्रमदान गरौँ है त होइन दान गरौँ, देश बचाउँ। ल यस्तो छ यहाँको माहौल चाहिँ होइन। भर्खरै मात्र सुरु गरिएको छ तर निकै नै जमात छ यतिखेर चाहिँ यहाँनिर। त्यस कारणले चाहिँ एकदमै छिटो भइरहेको छ यो रोपाइँ। यहाँ चाहिँ करिब 2 बिघा 4 कट्ठाको चाहिँ यो जमिन रहेको छ। तर यहाँनिर चाहिँ केही चाहिँ खेतीयोग्य जमिन नभएको कारणले चाहिँ यहाँनिर चाहिँ सबै जमिनहरू चाहिँ रोपाइँको लागि योग्य छैन। केही डाँडो भूभागहरू परेको हुनाले चाहिँ र यहाँनिर चाहिँ 20 मनमा चाहिँ लिनुभएको रहेछ। ल यो सित्तैमा जस्तो उहाँहरूले पनि केही सहयोग गर्नुभएको रहेछ पनि भन्ने हामीले बुझेका छौँ। ल यसरी चाहिँ हुँदैछ यहाँनिर है श्रमदान। ल हजुर केही जानकारी गराइदिनुहोस् न त रोप्दै रोप्दै भए पनि परिचय दिएर थोरै केही यस विषयमा चाहिँ। नमस्कार, म चन्द्र राई। हजुर म बिर्तामोड नगरपालिका वार्ड नम्बर 10बाट आएको छु। बारबसी गाउँपालिका 5मा चाहिँ श्रम संस्कृति पार्टीद्वारा यो सामूहिक धान रोपाइँ कार्यक्रम रहेको छ। हजुर यसमा चाहिँ यहाँ हाम्रो बिर्तामोड 10को 5 जना हजुर उप्रेती दिदी बहिनीहरूले चाहिँ हजुर बिगा खेत उहाँहरूले चाहिँ आफ्नो पितृको नाममा जग्गा दान गर्नुभएको रहेछ यो श्रम संस्कृति पार्टीलाई। र यहाँबाट चाहिँ उत्पादन भएको धान चाहिँ हजुर सही पछि श्रम संस्कृति पार्टी बाहेकहरू जो कोही पनि गाउँको जो निमुखाहरू हुन्छ सही पहिचान गरेर उहाँहरूलाई प्रदान गर्ने जानकारी गराउनु भएको छ। हजुर भनेपछि चाहिँ यो धान रोपेर चाहिँ पछि विपन्न परिवारहरूलाई चाहिँ दिने उद्देश्य विपन्न परिवारलाई एकदम पहिचान गरेर हजुर उहाँहरूलाई दिने उहाँहरूको उद्देश्य यो श्रम संस्कृति पार्टीको उद्देश्य रहेको रहेछ सर। र यो काम गर्दै गर्दाखेरि चाहिँ कति चुनौतीहरू पनि आउँछ त्यो के कस्ता छन्? यो चुनौतीहरू त अहिले पनि पानी परेको छ होइन। यसको यो चुनौती सँगसँगै रमाइलो छ। यहाँ कृषकको क्रान्ति पनि भयो, यसले एकजुट पनि गरायो क्या तपाईँ सम्पूर्ण उहाँहरूलाई होइन। यो श्रम संस्कृति पार्टीका मान्छेहरू मेची नगरदेखि लिएर कमक नगरपालिका सबैहरू समग्रमा उहाँहरू भेला हुनुभएको छ। म पनि उहाँहरूको निम्तोलाई स्वीकार गरेर म पनि यहाँ उपस्थित भएर अलिअलि रोप्न सघाउँदैछु। ए हुन्छ, हस् धन्यवाद। धन्यवाद। ल के छ दाइ, कस्तो छ यहाँ आजको रोपाइँ? एकदम माहौल राम्रो भइरहेको छ। एकदमै बृहत रूपमा यहाँनिर उपस्थिति देखिराख्नु भएको छ। अनि यो त सुरु भएको आधी घन्टै भयो जस्तो लाग्दैन त, कति छिटो सकिन आँटो? होइन यस्तो छ, यो हाम्रो श्रम संस्कृति पार्टीको यो ऊर्ध्ववान श्रमदाताज्यूहरू चाहिँ यहाँनिर उपस्थित भइसकेपछि यो असम्भव कामलाई पनि सम्भव पार्ने एउटा हाम्रो श्रम संस्कृति पार्टीको पहिलादेखिकै बानी रहेको कुरा पनि यहाँनिर व्यवहारमा देखिसक्नु भएको छ। र थोरै यतापट्टि आइदिन्छ। जस्तै नि यो तपाईँहरूले चाहिँ विभिन्न स्थानमा सरसफाइदेखि लिएर आज यो धान रोपाइँसम्म र गरिब दुखीलाई सहयोग गर्ने उद्देश्यले चाहिँ यो रोपाइँ गर्दै हुनुहुन्छ। यस विषयमा थोरै केही तपाईँको जानकारी? यो आजसम्मको पार्टीहरूले हाम्रो देश नेपालमा गफ दियो होइन, र विदेशी वादहरू ल्याएर जनता झुकाउने कामहरू भयो र देशको सत्ता बागडोर सम्हाल्नको लागि उनीहरू अग्रसर बने। कुर्सीको लडाइँमा उनीहरू जहिले पनि एकले अर्कोलाई नराम्रो बनाउनेमा उनीहरू लागे होइन। र मुख्य कुरो के हो भने हर्क सामङ्गीले भन्नुहुन्छ, पृथ्वीनारायण शाहले पनि यो देशलाई एकीकरण गराउनको लागि उहाँले एउटा प्रमुख भूमिका निभाउनु भयो। तर वास्तवमा नेपाली जनता बिचको मिलन गराउनको लागि उनीहरूलाई एक गराउनको लागि उहाँ जहिले पनि असफल हुनुभयो। जसका लागि चाहिँ हामीले अब यो देशमा जनता बिचलाई एक गराउन र नेता र जनता बिचको सम्बन्ध के हो भनेर बुझाउनका निमित्त चाहिँ त्यो श्रमदान अभियान हामीले सुरु गर्नुपर्छ भन्ने कुरा उहाँले राख्दै गर्नुहुँदै गर्दा आज हामीले यो विभिन्न क्षेत्रहरूमा विभिन्न श्रमदानहरू गर्दै आएका छौँ। र विभिन्न क्षेत्रहरूमा हामीले सरसफाइदेखि लिएर होइन, ढल सरसफाइ, स्कुल विद्यालय चौरीदेखि लिएर विभिन्न स्वास्थ्य चौकीहरूदेखि लिएर विभिन्न पर्यटकीय क्षेत्रहरू सरसफाइ गर्दै आउँदा आज हामी यो ठाउँमा चाहिँ यो श्रमदान गर्नको लागि चाहिँ हामी किन चाहिँ तत्पर भयौँ भन्ने कुराहरू चाहिँ विशेष कुरा के रहेको छ भने जनताको आवाज बनेर मात्रै होइन, जनतालाई हामी जनतासँग प्रत्यक्ष जोडिएर उहाँहरूको दुःखलाई महसुस गरेर उहाँहरूको पीडालाई महसुस गरेर आत्मबोध गरेर उहाँहरूको दुःखमा हामी छौँ भन्नको लागि चाहिँ हामीले धेरै कुरा केही दिन नसके पनि हामीले उहाँहरूलाई उहाँहरूको
सबै कुरा परिपूर्ति गर्न नसके तापनि उहाँहरूको आधारभूत आवश्यकतालाई चाहिँ हामीले कम्तीमा होइन जस्तै हामीले यो श्रमदान मार्फत उत्पादन भएको अन्नलाई चाहिँ उहाँहरूको घर परिवारमा लगेर 2-4 मन धान लायो हजुर तपाईँहरूको घरमा चामल छैन भने यो धान पिसाएर हजुरहरूले चामल बनाएर 2-4 दिन हजुरहरूले आफ्नो भोको पेटलाई चाहिँ भर्न सक्नुहुन्छ भनेर उहाँहरूलाई हामीले उहाँहरूको दुःखको बेलामा चाहिँ साथ दिनको निमित्त चाहिँ आज हामीले यो बृहत श्रमदान मार्फत हामीले यो धान रोपाइ कार्यक्रम गरिरहेका छौँ। यसको मुख्य उद्देश्य चाहिँ यही हो, गरिबको आँसु पुस्नको लागि चाहिँ बोलीले हुन्न व्यवहारले देखाउनुपर्छ भन्ने एउटा सन्देश भन्नको लागि चाहिँ हामीले आज यो श्रमदान अभियान यहाँनिर गरिरहेका छौँ र धान रोपाइ बृहत रूपमा चलिरहेको छ। ल हुन्छ, हस्, धन्यवाद। ल धन्यवाद एकदम। सर अनि यो त एकैछिनमा सक्यो जस्तो हो त। अनि यहाँ मान्छे कम्ती छ नि त, त्यही भएर त श्रमदाता। अनि यो त सुरु गरेको आधी घन्टा पनि भएको छैन जस्तो लाग्दैछ। त्यही त नि, होइन आधी घन्टा त यो अब 1 घन्टामा त यो सिद्धिहाल्छ जस्तो लाग्छ मलाई। किनभने यत्रो धेरै छन् है श्रमदाता, त्यो भएकोले गर्दाखेरि पक्कै पनि। तपाईँको चाहिँ के छ यस विषयमा धारणा? ल पहिलो कुरो नम्बर त श्रम संस्कृति पार्टी हो होइन। पार्टीलाई चाहिँ म सबै पार्टीहरूलाई एकदम इक्वल्ली रेस्पेक्ट गर्छु। देशलाई बनाउनका लागि पार्टीहरू चाहिन्छ। अब म आफू पत्रकार भएको हिसाबले चाहिँ पार्टीहरूले सबैले देश बनाउन लाग्नुपर्छ होइन। अब मलाई अरू कुरा होइन, हर्क साम्पाङ ज्यूले सञ्चालन गर्नुभएको होइन यो श्रम संस्कृति जुन श्रम चाहिँ छ, श्रम मनपर्छ। अब पार्टी चाहिँ अब उहाँहरूको पार्टी हो होइन। जुन यो एउटा विषय छ नि यहाँ चाहिँ अब यो धान रोपेर चाहिँ यहाँबाट चाहिँ आम्दानी भएको अथवा धानै नै भनौँ जे आम्दानी हुन्छ त्यसबाट चाहिँ विपन्न परिवारहरू गरिब दुखीलाई चाहिँ उद्धार गर्ने, उहाँहरूलाई सहयोग गर्ने भन्ने कुरा चाहिँ यस विषयमा तपाईँको धारणा के छ? अब यस्तो सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ अब यो काम गरिसकेपछि आर्थिक रूपमा पारदर्शिता महत्त्वपूर्ण कुरा हो होइन। किनकि कुनै पनि काम गर्दाखेरि आर्थिक विषय सबैभन्दा पहिला जोडिन्छ। आर्थिक पारदर्शिता छ र समाजको लागि हित हुने काम छ भने पक्कै पनि हाम्रो पनि सपोर्ट हुन्छ, मेरो पनि सपोर्ट हुन्छ। ल ठिक छ। दर्शक पनि हामी यतिखेर देख्न सक्छौँ यहाँनिर चाहिँ यसरी यो माथिल्लो गरामा चाहिँ पानी नभएर यहाँनिर चाहिँ बाल्टीबाट यसरी उगाउँदै पानी हाल्दै हुनुहुन्छ होइन। यहाँनिर चाहिँ यसरी यो चाहिँ के पानी नै नभएर तपाईँहरूले यहाँबाट चाहिँ पानी माथि फ्याँक्दै हुनुहुन्छ? यो अलिक डाँडो भूभाग पर्यो है। ल यसरी पानी हाल्दै हुनुहुन्छ उहाँहरूले चाहिँ होइन। जसरी भए पनि रोपाइ चाहिँ गर्नु पर्यो उद्देश्य। अनि यो राति पनि पानी परेको थियो, डाँडै भूभाग भएर पानी नजम्या हो त? ल यस्तो छ यहाँ चाहिँ होइन। यसरी चाहिँ यहाँनिर पानी यसरी चाहिँ हाल्दै हुनुहुन्छ उहाँहरूले, तल्लो गराबाट चाहिँ उगाउँदै माथिल्लो गरातर्फ चाहिँ पानी हाल्दै हुनुहुन्छ यसरी। तपाईँहरूलाई हामी यो देखाइरहेका छौँ र यहाँनिर चाहिँ निकै नै श्रमदाता महानुभावहरू हुनुहुन्छ। श्रम संस्कृति पार्टी लगायत यहाँका गाउँलेहरूको चाहिँ उपस्थिति रहेको छ। यहाँनिर चाहिँ करिब यो सुरु भएको चाहिँ लगभग 1 घन्टा जस्तो भइसक्यो होला, तर यो कति छिटो रोपाइ हुँदैछ भन्ने चाहिँ यहाँनिर हामीले पनि अचम्मै परिरहेको छौँ है। तपाईँ पनि रोप्दै हुनुहुन्छ यहाँ? अब यहाँ भाइ भविष्यको कर्णधार हो, हामी त अब जाने बेला भएको एकदम यसरी गरेर श्रमदान गरेर चाहिँ हजुर बनाउनु, उज्यालो बनाउनु। ल ठिक छ। जनता गरिब दुखीलाई हेर्ने एकदम। र यसरी चाहिँ यहाँनिर यो सुरु भएको धेरै समय भयो जस्तो त लाग्दैन, तर कति छिटो चाहिँ यो रोपाइ हुँदैछ यहाँनिर। निकै नै यो श्रमदाताको यहाँनिर चाहिँ हामीले जमात देख्न सक्छौँ। यहाँदेखि तलसम्म नै श्रमदाताहरूको जमात हामीले देख्न सक्छौँ। र तपाईँहरूको पनि यस विषयमा के कस्तो छ धारणाहरू चाहिँ कमेन्ट बक्समा राख्नुहोला र तपाईँहरूलाई चाहिँ यहाँको सबै महानुभावहरूसँग चाहिँ बोलेको कुराहरू पनि हामीले राखेका छौँ। र तपाईँहरूले चाहिँ यो युट्युबलाई चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ कृपया सब्सक्राइब गर्नुहोला। र हामीहरू तपाईँहरूलाई यहाँको भिडियो साथसाथै हामी विभिन्न स्थानका भिडियोहरू लिएर आउनेछौँ, जहाँ हामी नेपालको विभिन्न स्थानबाट चाहिँ तपाईँहरूलाई के कस्तो रहेको छ भनेर चाहिँ सम्पूर्ण समाचार तथा अन्य कुराहरू पनि देखाउने प्रयत्न गर्नेछौँ। र के छ यहाँ तपाईँहरूको केही धारणाहरू विचारहरू राखिदिनु नि त थोरै। ल राखौँ न त, युवाले पनि एउटा श्रमदान मार्फत चाहिँ देश बनाउने उद्देश्य बोकेर चाहिँ श्रमदान गर्दै हुनुहुन्छ। युवाबाट चाहिँ एउटा जाओस् न त केही धारणा। अब धारणा भनेको हाम्रो त्यही हो, अब श्रम गरौँ अघि बढौँ भन्ने नै हो। अब
र यसरी चाहिँ यो सिमसिम पानी परिरहेको छ, एकदमै यो पानीमा भिज्दै भए पनि श्रमदान गरिराख्नु भएको छ र यो चाहिँ सुरु भएको पनि धेरै समय भयो जस्तो लाग्दैन, सकिन आँटिसक्यो। ल यसरी चाहिँ रोपाइँ गर्दै हुनुहुन्छ तपाईँहरू श्रमदान मार्फत, हात पनि थोरै केही समस्या भयो जस्तो छ, तसर्थ पनि यसरी रोपाइँ गर्दै हुन्छ, केही कुरा भनिदिनु नि त। अब यो श्रमको क्रान्ति भनेको औजार विचार र पसिनाले निर्माण भएको क्रान्ति हो। हजुर, यो श्रम संस्कृति पार्टीले यसलाई सामूहिक रूपमा यो श्रमलाई क्रान्तिकारी भूमिकामा अगाडि लिएर जाने भएकोले गर्दाखेरि यसलाई आज हल्दीबारी श्रम संस्कृति पार्टी हल्दीबारी गाउँ कमिटीले नेतृत्व गरेर यो 12/5 को यो अत्यन्तै उर्वर भूमि रहेछ, यसलाई सही ढङ्गले सदुपयोग गर्न सम्पूर्ण युवाहरू र श्रम संस्कृति पार्टीका श्रमदाताहरू लागि परेको कुरा म यहाँहरूलाई जानकारी गराउँछु। जस्तै अब यहाँनिर चाहिँ के कुराहरू आउँछ भने जस्तै यो अब ट्र्याक्टरहरू लाउनु पर्यो, यहाँ मलहरू लाउनु पर्यो, यो चाहिँ कसरी व्यवस्थापन हुँदैछ? यसको व्यवस्थापन सबै श्रम संस्कृति पार्टीलाई माया गर्ने दाताहरू र श्रम संस्कृति पार्टीबाट नै सबै व्यवस्थापन भएको कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। ल यसरी चाहिँ यहाँ श्रमदान हुँदैछ है त। ल यो 12/5 ल तपाईँ पनि केही कुरा राखिदिनुहोस् यहाँनिर। नमस्कार, जय माटो। हाम्रो यो श्रम गरेर उत्पादन भइसकेपछि सम्पूर्णलाई चाहिँ नभए पनि कसैलाई होइन, गरिब दुखी विपन्न पीडितहरूलाई होइन हामीले सहयोग गर्न सक्छौँ कि भन्ने एउटा हेतुले हामीले सामूहिक खेती गरेको छौँ होइन। यो उब्जनी होस्, राम्रो होस्, शुभ होस् भन्ने कामना म आफै दिन चाहन्छु र तपाईँहरूले पनि उहाँबाट आउनुभयो होइन, पानी झरीमा होइन, खुसी लागेको छ हाम्रो। जस्तै अब यो चाहिँ सिमसिम पानी परिरहेको छ, तसर्थ पनि तपाईँहरू रोपिराख्नु भएको छ, विभिन्न स्थानमा यस्ता कार्यक्रमहरू गरि नै राख्नु भएको छ र तपाईँहरूलाई के कस्ता चुनौतीहरू चाहिँ आउँछन् यो कार्यक्रम गर्दै जाँदा? यो कार्यक्रममा त हेर्नुहोस् न, हाम्रो आफ्नै समस्या भनेको आफ्नै समस्याको बावजुद पनि यस्तो पानी झरी केही भन्दैन है माटो प्रेमीहरूले, पानी पनि भन्दैन, झरी पनि भन्दैन, दुःख पीडा घाम केही भन्दैन, जे भए पनि सब एक भएर अघि बढौँ होइन। हामीलाई विभिन्न ठाउँबाट हरेक बाहनामा होइन गाली गलौज गर्नेहरू आए पनि हामी त्यसको कुनै आपत्ति जनाउँदैनौँ, हामी आफ्नो काममा एकदम के भन्छ निडर छौँ, यसरी नै हामी सधैँ अघि बढ्छौँ। जस्तै अब यहाँनिर चाहिँ विभिन्न किसिमको उयो ट्र्याक्टरहरू लाउनुको लागि खर्चहरू हुन्छ, मलहरू, त्यो चाहिँ कसरी व्यवस्थापन हुँदैछ? यो चाहिँ अहिले हामीले यो ट्र्याक्टरहरू चाहिँ होइन पैसा, अब पैसामै व्यवस्थापन भन्दा नि पैसै निकालेको छौँ हामीले, हामी आफूले व्यक्तिगत होइन, त्यो पछाडि हिसाब हुन्छ होला। र हामीलाई बिउ चाहिँ एक ठाउँबाट सौजन्य भएको छ होइन, उहाँ राम प्रसाद बराल हुनुहुन्छ होइन, स्थान पनि भनिदिनु न, थाहा छ? उहाँ हल्दीबारी 4 मङ्गलबारेको हुनुहुन्छ, उहाँहरूले यो बिउ हामीलाई उपलब्ध गराइदिनु भएको छ। अब आउने समयमा चाहिँ हामी यो ढिलो भयो क्या, यो खेतीको के भन्छ खेती गर्ने समय चाहिँ होइन, खेतीको के भन्छ धनीसँग चाहिँ ढिलो समन्वय भयो, त्यही कारणले हामीले बिउ राखेन। आगो चाहिँ हामी एकदम अगाडि नै सरसल्लाह गरेर बिउ यहीँ राख्नेछौँ। योचोटि धेरै दुःख पायौँ, तर दुःख पाए पनि केही छैन, हामी यसलाई पनि श्रम गरेर सबै श्रम गरेर बिरटाँडदेखि लिएर भद्रपुरदेखि लिएर यहाँ सबै बारदसी लिएर सबैले सहयोग गर्नुभएको छ। सबैलाई हृदयदेखि नै धन्यवाद।